हेलो गाइज, आज चाहिँ हामी चाहिँ बिहानैदेखि अलैँची टिप्नु आँटेको है। समयले नि साथ दिएको छ र गाइज यस्तो छ है, अलैँची बारीहरू बिहानैदेखि यहाँ एकदमै लागि परेछौँ। यहाँ मेरो डोको छ है बिहानैदेखि। अनि हजुरहरूलाई सबै नेपाली दाजुभाइहरूलाई शुभकामना छ। दसैँ त मनाउनु भयो होला, अब तिहार बाँकी छ है। दसैँ र तिहारको बिचमा चाहिँ हाम्रो इलाम जिल्लामा चाहिँ खासै पुरै चपाचप हुन्छ हैन। खेताला पनि कसको जाउँ कसको नजाउँ हैन, पुरै हाम्रो ठाउँमा चाहिँ तानातान हुने गर्छ। अनि गाइज आज चाहिँ हेर्नु कस्तो त्यो छ, एकदमै रमाइलो है। यहाँ डोको बोकेर जानु पर्यो। मेलो चाहिँ यता छ। त्यस सानो बाटोमा हिँड्दैछु। अन्त पारितिरको नजारा भने दामी देखिरहेछ है। आज चाहिँ मेरो यस्तो छ, यताउता चाहिँ हामीले टिपिसकेका छौँ। अब यतादेखि सुरु गर्नुपर्ने छ होइन। अलैँची टिप्ने छुरी चाहिँ यस्तो छ है गाइस है त। माथि डाँडाहरू देखिरहेछ होइन। यो चाहिँ हाम्रो अलैँची भन्छ। अलैँची सानो सानो, यो चाहिँ नफलेको थुङ्गाहरू होला। ल गाइस, अर्को भिडियोमा भेटौँ है।